जोडन सोडन यतिको त हान्नु पर्यो नि भाइरल भइसकेपछि सुपरस्टारहरुले जो केट हान्दी तैले मैले मार्केट खानु दाइ उडाउने आज सुन्नु गुवामै खाइदिस मार्केट खा हो दाङ देखि लिएर नेपाल देखि लिएर विदेश देखि लिएर क्यानाडाको हिउँ देखि लिएर उता अस्ट्रेलिया सिडनी देखि लिएर बब्बाले हान्दिस तैले मार्केट हान्देको छ यस्तो गर्व लागिरहेको छ कि आज बुझेनस् मनै खाएको छ आज मेरो भाइले मन खाएको छ आज मेरो भाइको रुटिन अफ नेपाल बन्दले फोटो हालेको थियो त्यहाँ पल्टनबाट भन्ने गीत भाइरल भएको छ भाइरल बनाउनमा एकदम ठुलो हात भनेको टुल्लु बेबी हुन्छ टुल्लु बेबीको हात छ भन्ने खबर आयो म त सुतेको थिएँ अनि मेसेज क्रिङ क्रिङ पुडिङ क्रिङ क्रिङ पुडिङ हुन थाल्यो यसो हेर्छु त भाइको फोटो आएको रहेछ मेन्सन आयो बा दाङदेखि लिएर नेपालगञ्ज सुर्खेत बर्दियादेखि लिएर सुदूरपश्चिमका साइडदेखि लिएर मध्यपश्चिम पोखरा सोखरा सब हानेर पश्चिमदेखि लिएर खा उसकै भाइ खाइस मार्केट हानिस् कि तैँले बात अहिले नै म फोटो खिचिहाल्छु तसँग नत्र पछि फोटो खिच्न नपाउँला कि भन्ने पनि डर छ मलाई त अहिले नै फोटो सोटो हानिहाल्छु यार एउटा पोस्ट त हान्नु पर्ने हुन्छ मेरो भाइसँग क्यामेरा लिएर आज हाम्रो दाइले खै सबैजनाले बाहिर देखाइदिनु पर्यो है अरूसँग त बनाउँछै होला अब दाइको माया के लाग्थ्यो अरूसँग त बनाउँछै होला तैँले दाइको त माया लाग्ने छोडिगयो होला होइन के लाग्ने दिदीसँग यहाँ लाइभ बसिरहेका हुन्छु म तै पनि ठिकै छ मेरो भाइलाई एक पोज त हानाउनै पर्यो एक पोज त हान्दै मेरो भाइ एक पोज चाहिँ हान्दिहाल पक भएन तलपट्टि कटुला चाहिँ बाबा अब त भाइरल भइगयो पेन्ट सेन्ट लाउनु नै जुत्ता सुत्ता लाएर लाइभ बस्नु नै कटुला नै अरू ल चल खाली खुट्टा कोही आउँछ सुपरस्टार खाली खुट्टामा आउँछन् सुपरस्टार कट्टुमा आउँछन् सुपरस्टारले प्यान्ट लगाउने बुट लगाउने जुत्ता सुत्ता हान्नु पर्यो बाबै दाङका कहाँ गए ल एक जानु पर्यो बाबु हल्का राइट लुक हेर राइट लुक यता साइडमा स्माइल आना हल्का साइड यता राइट उता नाइके यता सिधा क्यामेरातिर हेर्न लाटा बाबै दियो छिरो दनक दङ्गाली मेरो भाइले छिरो दियो दनक मेरो भाइले हेर भन्दैछु लाइभ बस्दाखेरि कट्टु सट्टु लगाएर बस्नु नाइ के जुत्ता सुत्ता लाउनु पर्यो अलिकति जुत्ता पनि लगाइराखेको हुन्छु रोक म क्यामेरा राखेर आएको दिनपछि आउनु भयो त दाइ सबैजनाले फलो पनि गर्दिन होला साथीहरू युट्युबतिर पनि मेरो युट्युब च्यानल चाहिँ गाइज छ होइन टिकटकमा लिङ्क राखिदिएको छु युट्युब च्यानल टुल्लु बेबी 56 सबैले सब्सक्राइब गरिदिनुहोस् है गएर गाइज सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला सबैजनाले है टिकटकको बायोमा लिङ्क राखिदिएको छु युट्युब च्यानलको सबैले गएर माया देखि हजुर ए बाबु हजुर दाइ अब सबैले भन्न लाग्यो दुनियाँ दिदारले अगाडि गर्ने रहेछ पल्टनबाट कुलबाईको लाइभमा मात्रै पल्टनबाट नगर्ने भनेर एक त जान्छ जस्तो चाहिँ एक रिल पनि म खिचिहाल्छु भोलि म तँलाई फाइल बनाएर हालिदिउँला है चल बजाउँ हजुर ल बजाउँ बजाउनु पर्यो भएन ल भएन ए तलपट्टि जुत्ता सुत्ता लगाएर पो हुनु पर्यो त लाइभ साइभ दादाको लुक्स हेर्न यहाँ जुत्ता सुत्ता लगाएर दादाको लुक्स हेर्न जोडन सोडन मात्रै यतिको त हान्नु पर्यो नि भाइरल भइसकेपछि सुपरस्टारहरूले जुत्ता लाएर ओबे मार्यो नि लुक्सले खाएन रोक एकछिन रोक मार्केट हान्दिएछ जुत्ता सुत्ता लाएर बस्नु पर्यो क्या अलिकति यार मान्छे भइगयो मार्केट हानि के तैँले बुझ्ने मार्केट भाव हो अब
अब बस स्ट्यान्डर्ड मेन्टेन गर्ने बुझ्यो कि लेभल टक्क मेन्टेन हुनु पर्यो टक्क जुत्ता लाएर लाइभ बस्दाखेरि पनि कपालमा जेल टक्क लगाइहाल्ने झ्याप्प कहिले कहिले हल्का साइडमा चस्मा पनि हुनु पर्यो बुझ्यो कि साइडमा चाहिँ चस्मा राखिराख्ने कहिले कहिले अलिकति बिटी दिनु पर्यो बुझ्यो कहिले कहिले झ्याप्प टक्क बिटी दिएर टक्क चस्मा आँखामा पसाइहाल्ने कोही अलिकति यसो आयो भने अलिकति बनाउने भएदेखि बुझ्यो कि मार्केटमा ढोस्तो छ के जहाँ पनि जान्छु चर्चा मेरो भाइको मात्रै छ के 2 दिन लाइभ आएको थिएन 2 दिन म कस्तो तडपिएँ मेरो भाइसँग नबोल्न नपाएर कता जानु भनेर दाइ यहाँ खोजेको यहाँ लाइभै देखेन मैले त नाइन अब कब्जा भयो के माया छ मेरो भाइलाई अझै प्रगति हुँदै जाओस् उत्तर प्रगति शुभकामना छ अब निधारमा एक टीका लगाएर अलि सेलिब्रेट हानिहाल्न रातो टीका हल्का धरिहाल रातो टीका पनि छ यहाँ निधारमा टक अरे सब कुरा प्रोडक्सनै आइछ मेरो भाइको लाइफको अनि रातो टीका पनि छ के मेरो यहाँ बाबु यो त अर्कै देख्यो बाबु सिधा धड्के लगा यो त बास बधाई छ मेरो भाइलाई बीचमा त छोडिहाले त बधाई छ मेरो भाइलाई अझै उत्तर प्रगति हुँदै जाओस् मेरो भाइको बवाल राम्रो हुँदै जाओस् मार्केटै हो दोस्तो अब बुझ्नु दोस्तै पारे चलिरहेको छ ठीक छ बधाई अझै राम्रो गर्दै जानु 1,07,000 भयो फलोअर्स मेरो अझै राम्रो गर्दै जानु अझै मान्छेहरु फलोअर बढ्दै जान्छ अझै राम्रो हुँदै जान्छ तेरो त जहिले हामी राम्रो त सोचौं त हैन त हजुर तँलाई नराम्रो सोच्ने त्यो गर्ने मनमा उ पनि छैन बुझिन अझै दामी गर्दै छ बवाल गर्दै छ दाङको नाम चिन्दै छ बिस्तारै अरु ठाउँमा टक टक नाम चिनाउँदै जाने आफ्नो ठाउँ चिनाउने आफ्नो गाउँ चिनाउने हैन एकदम मजा छ मेरो भाइलाई लभ यु ठीक छ राम्रोसँग बस म पनि भर्खर आथे कि तँलाई लाइभ भर्खर देखे त्यही भएर बोलाऊ चलिरहेको हुन्छ यस्तो लाएर माया देखाइदिनु भन्दिनु पर्यो कि यस्तो लाएर आज दाइले आज कति पुगाइदिनुहुन्छ मेरो 110 पुगाइदिनुहुन्छ पक्कै पनि थाहा छ मलाई 108 भइगयो छ यता सुन अस्ति 100K सेलिब्रेसन भएर पुगाइद्याउ अब आफै पुगाउने हो अब आफै भिडियो हाल्ने आफ्नो मेहनतले पुगाउने हो मैले पठाए मान्छेले भोलिदेखि तेरो भिडियो हेर्दैनन् भने के गर्ने युट्युब तिर पनि गरिरहेको छु मैले दाइ युट्युब पनि सब्स्क्राइब गरिदिनु होला मेरो भाइको त्यता पनि झेल्नु सबैजनाले मेरो भाइलाई बबालै दिनु होला युट्युबमा मेरो गाइस यसमा टिकटकमा राख्दैछु को थियो मादिया सादिया को थियो राजा च्याट ग्याङ लेट्स गो शेयर गर्नु होला के सबजनाले टुडे आज चाहिँ हामीहरु गर्नु छ ट्यालेन्ट हन्ट हो के ट्यालेन्ट हन्ट ओन्ली 30 सेकेन्ड्स दिन्छु म भ्युअर्स हजुरहरुले 30 सेकेन्ड्स दिन्छु हजुरहरु मध्ये नै कोही एकजना मात्रै हैन यु नो धेरै जनाको पाला हुन्छ इट्स र्यान्डम कल हो के र्यान्डम कल एन्ड र्यान्डम पिपल्स एभ्रीवेयर रुगा लाग्छ हल्का